Hello everyone, welcome back to my channel and thank you for watching and loving my previous videos. यस अहिलेको लेक्चरमा मैले बायो एन्ड सेबाट ललाई डिल गरेको थिएँ र आजको लेक्चरमा चाहिँ म एप्लिकेशन्स अफ बायो एन्ड सेबाट ललाई लिएर आएको छु र आज डिल गरिनुपर्ने पहिलो एप्लिकेसन छ म्याग्नेटिक फिल्ड एट द सेन्टर अफ करेन्ट क्यारिङ सर्कुलर कोइल। मैले यस अहिलेको लेक्चरमा मजाले भनिसकेको छु यो च्याप्टरको बायो एन्ड सेबाट लको एप्लिकेशन्सहरु एकदमै इम्पोर्टेन्ट हुन्। जाँचमा यी एप्लिकेशन्सहरु बारम्बार रिपिटेड सोधिएको भेटिएको छ। तसर्थ टपिकलाई मजाले बुझ्नका लागि चाहिँ भिडियोलाई अन्त्यसम्म रहेर हेर्नु होला। ल त लागौं आजको हाम्रो टपिकतिर, म्याग्नेटिक फिल्ड एट द सेन्टर अफ करेन्ट क्यारिङ सर्कुलर कोइल। सो टपिकले भने अनुसारको फिगर हामीलाई पर्फेक्टली ड्र गर्न आउनुपर्छ र यो टपिकले भने अनुसार यसको फिगर हुन आउँछ एउटा सर्कुलर कोइल छ अरे र यो सर्कुलर कोइलमा चाहिँ करेन्ट पास गराइएको छ अरे। यसरी चाहिँ करेन्ट पास गराइएको छ। मानौ यो सर्कुलर कोइलमा चाहिँ आई करेन्ट पास भएको रहेछ। अब हामीले यहाँ म्याग्नेटिक फिल्ड अब्टेन गर्नुपर्छ तर इट्स सेन्टरमा। यो सेन्टर पी भन्ने पोइन्टमा म्याग्नेटिक फिल्ड कति छ भन्ने कुरालाई हामीले अब्टेन गर्नुपर्ने छ। सो बायो एन्ड सेबाट लको धेरैवटा एप्लिकेशन्सहरु छन्। ती धेरैवटा एप्लिकेशन्सहरु मध्ये यो सबैभन्दा सजिलो एप्लिकेशनमा पर्दछ र एउटा मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ हामीले के बिर्सिनु हुँदैन भने यो च्याप्टरमा हामीले जति पनि फिगरहरु बनाउँछौं त्यो सबै फिगरहरुलाई हामीले 3D मोडमा बुझ्नुपर्ने हुन्छ, नत्र भने च्याप्टरलाई हामी कुनै पनि हालतमा बुझ्न सक्दैनौं। ओके, मैले यहाँ एउटा तार लिएको छु। अब हामी यो फिगरलाई चाहिँ यो तारको मार्फतबाट बुझ्छौं। सो यो पहिलो एप्लिकेशनले हामीलाई के भनेको छ त, एउटा करेन्ट क्यारिङ कन्डक्टर छ जुन चाहिँ सर्कुलर छ र त्यो सर्कुलर करेन्ट क्यारिङ कन्डक्टरमा चाहिँ आई करेन्ट बहेको छ र हामीले त्यसको सेन्टरमा चाहिँ म्याग्नेटिक फिल्ड क्याल्कुलेट गर्नुपर्ने छ। एकदमै सिम्पल, हामी यसलाई अब क्याल्कुलेट गर्छौं र यहाँ केही समस्या छैन। बायो एन्ड सेबाटले एउटा ल दिइसकेका छन्, हामी त्यो ललाई सिम्पली इम्प्लिमेन्ट मात्रै गर्ने हो। सो त्यसका लागि वी हैव dB is equal to mu naught upon 4 pi I dl sin theta upon r square भनेर एउटा एक्सप्रेसन छ जुन कुरा हामीलाई बायो एन्ड सेबाटले दिएका हुन्। अब हामी यो फिगरमा एउटा सानो लेन्थ एलिमेन्टलाई कन्सिडर गर्छौं। ल मानौ यो त्यो लेन्थ एलिमेन्ट हो, यो x पोइन्ट हो भने यो y पोइन्ट हो। सो अब हामी यो स्मल लेन्थ एलिमेन्टबाट यो म्याग्नेटिक फिल्ड निकाल्नु पर्ने पोइन्टसम्म एउटा डिस्टेन्स तान्छौं। यहाँ सिधै हामी त्यसलाई रेडियस भन्न सक्छौं। सो जसलाई चाहिँ हामी यसरी कन्स्ट्रक्ट गर्छौं र टु बी नोटेड हामीले एउटा कुरा चाहिँ के ख्याल राख्नु पर्यो भने यो जुन रेडियस अहिले भर्खर हामीले बनाएका छौं यो लेन्थ एलिमेन्टसँग परपेन्डिकुलर हुने गरी बनाउन सक्नुपर्छ। त्यसो हो भने हामीले बायो एन्ड सेबाट लमा के भनेका छौं त, हामीले यसरी एउटा कन्डक्टिङ वायरलाई लिएका थियौं भने यहाँ हामीले स्मल लेन्थ एलिमेन्ट मानेका थियौं, कुनै पोइन्टमा म्याग्नेटिक फिल्ड अब्टेन गरेका थियौं भने यहाँबाट तानिएको लाइन र यो स्मल लेन्थ एलिमेन्ट बीच बनेको एंगललाई थीटा बनेको थियौं। सो यसलाई हामीले यहाँ परपेन्डिकुलर बनाउने बित्तिकै त्यो थीटाको भ्यालु चाहिँ कति हुन आउँछ, 90 डिग्री हुन आउँछ। अब हामी यो कुरालाई यहाँ इम्प्लिमेन्ट गर्छौं। Since theta is equal to 90 degree, अब dB को एक्सप्रेसन कति हुन आयो त, mu naught upon 4 pi I dl sin theta को ठाउँमा हामी sin 90 डिग्री लेख्न सक्छौं अपन r स्क्वायर भइहाल्यो। सो दिस इम्प्लाइज दैट dB is equal to हुन आयो mu naught upon 4 pi I dl अपन r स्क्वायर। हामीलाई थाहा हुनुपर्छ sin 90 डिग्री भनेको चाहिँ 1 हो। सो एकदमै इम्पोर्टेन्ट कुरा, यो हामीले अब्टेन गर्दै गरेको dB एकदमै सानो लेन्थ एलिमेन्टको हो। तसर्थ यसलाई हामीले त्यो पुरै सर्कुलर कोइलको कति हुन्छ भनेर निकाल्नका लागि सिधै इन्टिग्रेसन गर्नुपर्ने हुन्छ। सो नाउ इन्टिग्रेटिङ above एक्सप्रेसन we get यो माथिको एक्सप्रेसनलाई इन्टिग्रेसन गर्ने हो भने कस्तो हुन्छ त, इन्टिग्रेसन dB is equal to इन्टिग्रेसन mu naught upon 4 pi I dl upon r स्क्वायर हुन्छ र सिम्पली अब हामीले यहाँ सिम्पल इन्टिग्रेसन गर्नुपर्ने छ। त्यसका लागि यहाँ हामी देख्न सक्छौं इन्टिग्रेसन एन्ड डिफरेन्सिएसन दे क्यान्सल आउट इच अदर भनेपछि रहने भयो टोटल म्याग्नेटिक फिल्ड B is equal to यहाँबाट पनि अब कन्स्ट्यान्ट टर्महरु जति बाहिर निकालौं र यहाँनेरि mu naught I upon 4 pi r स्क्वायर कन्स्ट्यान्ट हुन्। सो इन्टिग्रेसन अब लिमिट लाउनु पर्ने हुन्छ। सो यसको लिमिट भनेको चाहिँ 0 to 2 pi r हो। सो यहाँ भित्र रहन आउँछ dl। सो फर्दरमोर b is equal to mu naught I upon 4 pi r स्क्वायर टाइम्स र यसको इन्टिग्रेसन हुन आउँछ l। सो अप्पर लिमिट 2 pi r, सो लोअर लिमिट 0। अब हामी यहाँ के गर्छौं त, अप्पर लिमिट माइनस लोअर लिमिट गरेर लेख्छौं। सो b is equal to mu naught I upon 4 pi r स्क्वायर, सो अप्पर लिमिट 2 pi r माइनस लोअर लिमिट 0 र अब हाम्रो एक्सप्रेसन बन्छ b is equal to mu naught I upon 4 pi r स्क्वायर टाइम्स 2 pi r। अब यहाँनेर क्यान्सल हुने टर्महरु जतिलाई क्यान्सल गर्दियौ। यहाँ हामी देख्न सक्छौं 2 times 2 is 4, त्यस्तै गरिकन pi and pi क्यान्सल आउट इच अदर, त्यस्तै r र स्क्वायर क्यान्सल हुन्छ।
सो हाम्रो एक्सप्रेसन बन्न आयो b इज इक्वल टु म्यु नट i अपन 2r। अब यहाँनिर हामीले एकदमै ख्याल गर्नुपर्छ, यो हामीले अब्टेन गरेको एक्सप्रेसन भनेको युनिट कोइलको। त्यसो हो भने यस्तो कोइलहरू त n वटा हामी राख्न सक्छौं। सो फर n नम्बर्स अफ कोइल b को एक्सप्रेसन कस्तो लेख्न सकिन्छ, म्यु नट ni अपन 2r। सो यो एक्सप्रेसन नै हाम्रो रिक्वायर्ड एक्सप्रेसन हो। आई होप आजको यो भिडियो एकदमै हेल्पफुल रह्यो। यस्तै इन्ट्रेस्टिङ भिडियोजहरुका लागि यो च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। आउने लेक्चर्सहरुमा पनि यस्तै इन्ट्रेस्टिङ भिडियोजहरु लिएर आउने बाचाका साथ आजलाई म बिदा माग्दछु। हस्त, टेक केयर, इन्जोय एन्ड किप वाचिङ एडुसन सर।